यो सुन्दर ठाउँ यो ठाउँलाई तपाईँहरूले झुटेपछि के कस्तो गर्ने प्लान गर्नु भएको छ अलिकति आफ्नो भिजन सेयर गरिदिनु होला। उहाँ चाहिँ सबैलाई सपोर्ट गर्ने मान्छे हो, म चाहिँ घन्टिला है। हेलो सबैजनालाई भ्लग भिडियो आजको भ्लगमा स्वागत गर्न चाहन्छु। हामी हिजो गएका थियौँ, आज पनि जाँदैछौँ पाफिनीको मेलामा। पाफिनी 2 मुभी हेर्न गएको साँखा त्यहाँसम्म के कस्तो हुन्छ, आजको कस्तो दृश्यहरू देखिन्छ र हिजोको के कस्तो थियो त्यो तपाईँहरू देखिसक्नु भएको छ। आज के कस्तो देखिन्छ त्यो देखाउनको लागि जान लागेको छौँ। भिडियो अन्तिमसम्म हेर्नु होला, माया गर्नु भएको छ, अझै माया गर्नु होला। अलि त युट्युब च्यानलतिर साथ सपोर्ट पाइएको छैन तपाईँहरूको, युट्युब च्यानलतिर अलि त साथ सपोर्ट दिनुहोस्। मोनिटाइज भयो भने चाहिँ क्यामेरा लिएर क्यामेराबाट सुट गर्ने भने यहाँ यो पनि क्लियर छ के अरे होइन, त्यही पनि क्यामेरा लिएर गरौँ ल। अहिले हामी खलङ्गा बजारमा छौँ, खलङ्गा बजारबाट जान लाग्छौँ। हेर्नुहोस् एकछिन अब बाटाघाटामा भेटघाट गर्दै गरौँ ल। अहिलेलाई स्टप गरौँ है त। हेलो गाइज, हामी फाइनली यताबाट गाडीमा बसेका छौँ। अगाडितिर गरौँ, गाडीमा बसेका छौँ। अटो पनि पाइएन, आज गाडी पनि पाइएन, हेर्नुहोस् त्यही भएर छतमा बसेर जान लागेको छौँ। मेला त जानु पऱ्यो, तन्त्र त फेरि मार्छु नि कसले मेरो सुरुमा चाहिँ थाहा भएन घन्टी बजाइदिएको चाहिँ मैले अगाडि नै घन्टी बजाइदिएको छ। घन्टी चाहिँ बजाउनु पऱ्यो घन्टीको प्रचार नगरौँ क्या फेरि गाडी तपाईँले नगर्नु होला, म चाहिँ गर्ने मान्छे हो फेरि है। उहाँ चाहिँ सबैलाई सपोर्ट गर्ने मान्छे हो, म चाहिँ घन्टिला है। तपाईँले घन्टीलाई सपोर्ट गर्नुको कारण के हो? अब आफ्नो समर्थन गर्ने त भइगयो। नेपालमा लोकतन्त्र गणतन्त्र छ, यो बिचमा रहेर तपाईँले आफ्नो हक अधिकार राख्न पाउनुहुन्छ। अब आफूले कुन पार्टीलाई समर्थन गर्ने आफ्नो व्यक्तिगत विचारहरू राख्नु पाउनुपर्छ। कसैले घोच्नु पर्ने, गाली गलौज गर्नुपर्ने छैन, आफ्नो विचारको कुरा हो। हामीहरू ठ्याक्कै यो पुग्यौँ यहाँ के बजार अरे शीतल पोखरी। अब यहाँबाट यतातिर रुकुमकोटतिर जान्छ। लाग्यो हेर्नुहोस् यो रुकुमकोट बाटो चाहिँ गजब छ। पर्यटक स्थलहरू हिँड्न लायकको बाटो छ, यहाँ चाहिँ छ। हेर्नुहोस् अझै केही कुराहरू हुँदैछ। तर म हिजो हाम्रो हिँड्दै गएको थियौँ आधा बाटो, यताको बाटोहरू हेरेर चाहिँ निकै खुसी लाग्यो। सरकार कसको छ थाहा भएन, तर यहाँ विकास दह्रो भइरहेको रहेछ। हेलो गाइज, लगभग आधा घन्टा खलङ्गाबाट यहाँबाट आधा घन्टा लाग्दो रहेछ। आधा घन्टा पछि हामी पापिनी हो कि घरमिनी हो कि के मेलातिर पुगेका छौँ। पहिलोचोटि आएको निकै एक्साइटेड पनि छौँ। भ्लगहरू हेर्दै गर्नु होला। अब त्यहाँ गएर केही क्लिपहरू देखाउँछौँ, अरू भ्लगमा नअटेका हामीहरू सुट गरेर अरूमा देखाउँछौँ। मेला त हिँड पनि बबाल लागिरहेको छ, बाटोमा हिँड्ने पब्लिकहरू यत्रो हुनुलाई चाहिँ मेला गजब लाग्दो रहेछ। र कोले होला कहाँबाट हेर्दै हुनुहुन्छ, रुक्मिली जनताहरूले हेर्दै हुनुहुन्छ भने कहाँबाट हेर्दै हुनुहुन्छ, पापिनीको मेला आउनु भएको छ कि छैन, साँखा पापिनीको मेला कमेन्ट गर्नु होला। जान हामी सर्टकट हानौँ है ल साथीहरू। हाम्रो फाइनली मेलामाथि पुगिसकेका छौँ। अलिक एक बित्ता जति होला, एक बित्ता मेरो त खचाखच भरिदिएको छ त है। हिजो त यस्तो केही रमाइलो थिएन, आज चाहिँ मेला खचाखच भरिदिएको छ। जे भए पनि पुरानो संस्कार संस्कृति बोकेको मेला हो आज। सरकारी कारवाही उतार भयो भद्रकोबाट जाने होला अरू त केही
मेलाको वारेटको भाग लाइट छ यो सुन्दर ठाउँ यो ठाउँलाई तपाईँहरूले झुक्रेपछि के कस्तो गर्ने प्लान गर्नु भएको छ अलिकति आफ्नो भिजन सेयर गरिदिनु होला त्यो हामीले गरिदिनुहोस् भन्ने दायित्व हो तपाईँहरूले गर्ने एउटा त्यो कर्तव्य हो अलिकति यो जुन अहिले यहाँ जति विकास भएको छ यो भोलि तपाईँहरूले झुकेर जानुभयो भने के कस्तो गर्नुहुन्छ अलिकति कुरो राख्नु ओके नमस्ते पक्कै पनि धन्यवाद